हेलो एभ्रिवान, दिस इज मी सोजन अनि म आजको चाहिँ यस भिडियोमा चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टमको डिबिएमएसको प्र्याक्टिकलमा चाहिँ ल्याब प्र्याक्टिकलमा के कुराहरू हुन्छ अनि के कुराहरू स्टुडेन्टले गर्नुपर्छ अनि कस्तो कस्तो खालको क्वेसनहरू चाहिँ एक्सटर्नल सरले सोध्न सक्नुहुन्छ त्यो कुराको बारेमा चाहिँ म हजुरलाई जानकारी दिन गइरहेको छु र यसमा चाहिँ मैले स्टेप बाई स्टेप कुरा गर्नेछु। फर्स्ट स्टेपमा चाहिँ के छ भन्दाखेरि चाहिँ सुरुमा चाहिँ भाइभामा एटेन्ड गर्नुभन्दा अगाडि चाहिँ स्टुडेन्टले चाहिँ एउटा चाहिँ रिपोर्ट ल्याब रिपोर्ट बनाउनुपर्छ। अब यो रिपोर्टमा चाहिँ टपिक के हुन्छ अनि के कुराहरू लेख्ने भन्दाखेरि चाहिँ रिपोर्टमा चाहिँ हामीहरूले चाहिँ के लेख्नुपर्छ भन्दाखेरि चाहिँ रिपोर्ट चाहिँ एउटा कुनै पनि टपिक जस्तै स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम भयो होइन, कलेज म्यानेजमेन्ट सिस्टम, अनि त्यस पछाडि कुनै पनिको त्यो डेटा म्यानेजमेन्ट सिस्टम हुन्छ नि, जे कुनै पनि एउटा अर्गनाइजेसनको अथवा कुनै पनि एउटा कम्पनीको त्यस्तो खालको कुराहरू चाहिँ हामीले एज्युम गरेर गर्न सक्छौँ। त्यहाँनिर गएर भिजिट गरेर अनि इम्प्लोइ यति नै जना हुनुहुन्छ, कस्टमर यति, त्यस्तो डेटाहरू चाहिँ हामीले चाहिँ एक्ज्याक्ट लिनु चाहिँ पर्दैन, तर एज्युम गरेर चाहिँ हामीले गर्न सक्छौँ। सुरुमा चाहिँ स्टुडेन्टले चाहिँ ल्याब रिपोर्ट बनाइसक्ने अनि बनाइसके पछाडि चाहिँ दोस्रो स्टेपमा चाहिँ त्यो ल्याब रिपोर्ट चाहिँ आफ्नो टिचरलाई देखाउने। टिचरले चाहिँ त्यहाँ के कुरा के इररहरू भएको छ, के चाहिँ इम्प्रुभ गर्नुपर्छ, करेक्सन गर्नुपर्छ हो, त्यो टिचरले चाहिँ करेक्ट गरिसके पछाडि चाहिँ एप्रुभ गरेर चाहिँ टिचरको चाहिँ अथोराइज सिग्नेचर चाहिन्छ होइन। अनि त्यो भइसके पछाडि चाहिँ अब रिपोर्ट बनाइसके पछाडि चाहिँ रिपोर्टको बारेमा चाहिँ हामी आफूलाई चाहिँ सबै कुराहरू जानकारी हुनुपर्छ। जस्तै अब रिपोर्टमा कुन टाइपको कुन इन्टिटीहरू लिएको छौँ, एट्रिब्युटहरू, कुन एट्रिब्युटलाई चाहिँ हामीले प्राइमेरी की मानेको छौँ, कुन चाहिँ फरेन की हो अनि कुन सुपर की हो त्यस्तो कुराहरू चाहिँ हामीले जान्नुपर्छ। र हामीले त्योभन्दा बाहेक चाहिँ हामीले बुकमा डाटाबेस म्यानेजमेन्ट सिस्टम बुकमा के पढेको छौँ होइन, वाट इज डाटाबेस म्यानेजमेन्ट सिस्टम, डाटाबेस म्यानेजमेन्ट सिस्टम र फाइल म्यानेजमेन्ट सिस्टमको डिफ्रेन्ट के छ अनि हो त्यस्तो कुराहरू, अथोराइजेसन भयो, अथेन्टिकेसन भयो, हो त्यस्तो कुराहरू चाहिँ के छ भनेर चाहिँ त्यसको बारेमा चाहिँ बुझ्नुपर्छ। अनि अर्को स्टेपमा चाहिँ हामीहरूले के मिस्टेक चाहिँ गर्नु हुँदैन भने हामीहरूले यो रिपोर्ट बनाउँदाखेरि चाहिँ आफ्नो क्लासमेटको कपी बनाउनु हुँदैन। अब सिनियरहरूको अनि त्यस पछाडि अरू कुनै डिफ्रेन्ट कलेजहरूको चाहिँ एज अ रिफरेन्सको रूपमा लिन चाहिँ मिल्छ, तर त्यही कपी गऱ्यौँ भने चाहिँ अब एक्सटर्नल सरले चाहिँ भाइभामा चाहिँ त्योभन्दा अगाडि चाहिँ एउटाको रिपोर्ट हेर्नुभएको हुन्छ, सेम अर्कोमा भेट्नु भने त अभियसली पनि त्यहाँनिर त राम्रो भन्नुहुन्न होइन। त्यही भएर चाहिँ अरूको कपी चाहिँ गर्दै नगर्नु, एज अ रिफरेन्सको रूपमा हेर्न सकिन्छ साथीले कस्तो बनायो भनेर त्यो गर्न सकिन्छ होइन। अनि स्टेप 5मा चाहिँ के छ भन्दाखेरि चाहिँ अब यति भइसके पछाडि रिपोर्ट पनि बनायो अनि सरलाई पनि देखायो, सरले एप्रुभ गरिदिनु भयो, साइन हानिदिनु भयो र रिपोर्टको बारेमा आफूलाई सबै कुरा थाहा भए पछाडि चाहिँ अब त्यो त हामीले भाइभा एक्जामिनेसनभन्दा अगाडि गर्ने कुराहरू हो नि त। अनि अब भाइभाको चाहिँ डेट फिक्स हुन्छ होइन, यो इक्जाम भइसके पछाडि चाहिँ भाइभाको डेट फिक्स हुन्छ। अनि डेट फिक्स भइसके पछाडि चाहिँ आफ्नो रोल नम्बर अनुसारले चाहिँ रोल नम्बर अनुसारले चाहिँ अब कहिले कसैको 2 दिन अगाडि पछाडि त्यस्तो हुनसक्छ हो। त्यो दिन चाहिँ भाइभामा इक्जामभित्र एटेन्ड गरे पछाडि चाहिँ फर्स्टमा के गर्ने भन्दाखेरि चाहिँ हामीहरूले चाहिँ एडमिट कार्ड चाहिँ लानु पऱ्यो अनि अरू त्यस एडमिट कार्ड अनि जुन बनाएको रिपोर्ट छ हो त्यो बोकेर जाने। अनि त्यस पछाडि त्यो गइसके पछाडि चाहिँ भाइभामा चाहिँ के हुन्छ, कस्तो खालको क्वेसन सोध्नुहुन्छ भने भाइभामा टिचर भनेको चाहिँ एक्सटर्नल अरू कलेजको चाहिँ कुनै पनि त्यही डाटाबेस म्यानेजमेन्ट सिस्टमको चाहिँ टिचर आउनुहुन्छ होइन। अनि त्यो टिचरले चाहिँ एज अ ग्रुपमा पनि सोध्न सक्नुहुन्छ, इन्डिभिजुअली पनि सोध्न सक्नुहुन्छ। अनि त्यस पछाडि चाहिँ कुनै कलेजमा चाहिँ प्रेजेन्टेसन पनि बनाएर भन्न पनि लगाउनुहुन्छ, तर कसैकोमा चाहिँ अब त्यही रिपोर्ट हेरेर त्यहीँबाट चाहिँ 1-2वटा क्वेसन सोध्नुहुन्छ। अनि क्वेसन सोद्धा चाहिँ इन्डिभिजुअल पनि मैले भनिसकेँ इन्डिभिजुअल पनि हुनसक्छ र ग्रुपमा 3-4 जनालाई राखेर गर्न सक्नुहुन्छ। अनि अब यहाँनिर चाहिँ कस्तो खालको क्वेसनहरू चाहिँ सोध्न सक्नुहुन्छ त होइन। मेनली अब सबै सरहरूले अब सोध्ने कमन क्वेसन नै हुन्छ नि त धेरै जसो। के सोध्नुहुन्छ त भन्दा अब धेरै नै सोधिराखेको रिपिटेसन क्वेसनहरू चाहिँ यहाँ 10वटा छ। जस्तै वाट इज प्राइमरी की भने के हो, एसिड प्रोपर्टिज, अनि टाइप्स अफ कन्स्ट्रेन्टहरू के हो होइन। अनि अर्को चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टम किन इम्पोर्टेन्ट छ र यो डाटाबेस म्यानेजमेन्ट सिस्टम किन इम्पोर्टेन्ट छ र यो 2 नम्बर र 6 नम्बरको यो फाइल म्यानेजमेन्ट सिस्टम एफडिएमएस र डिबिएमएसमा चाहिँ के फरक छ हो, यो कुराहरू पनि सोध्नुहुन्छ। अनि अर्को मेन कुरा सोध्ने भनेको जस्तै अब तपाईँले चाहिँ एउटा स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम अथवा कुनै पनि म्यानेजमेन्ट सिस्टमको चाहिँ डेटाबेसको चाहिँ रिपोर्ट बनाउनु भएको छ भने त्यहाँनिर चाहिँ अब कुनै पनि कुरालाई जस्तै एसआइडीलाई प्राइमेरी की मान्नुभयो भने एसआइडीलाई चाहिँ किन प्राइमेरी की मानेको, अरूलाई चाहिँ किन प्राइमेरी की नमानेको हो त्यस्तो कुराहरू सोध्नुहुन्छ। अनि अर्को भनेको जस्तै अब स्टुडेन्ट म्यानेजमेन्ट सिस्टमको डेटाबेसमा चाहिँ
जस्तै अब स्टुडेन्ट र टिचरको रिलेसनसिप कस्तो छ त होइन, 1 to 1 छ कि 1 to many छ कि मेनी टु मेनी छ कि हो, यो रिलेसनसिप चाहिँ कुन खालको रिलेसनसिप हो त सोध्नुहुन्छ। अनि त्यस पछाडि हामीहरूले जोइन कहिले युज गर्छौँ, जोइन किन युज हुन्छ त्यो। अनि 6 नम्बर त मैले भनिहालेँ होइन, त्यो डिफरेन्स। अनि अर्को भनेको चाहिँ अब अर्को एउटा क्वेसन चाहिँ के सोध्नुहुन्छ भने सबैलाई अब थाहा हुँदैन होइन, अगाडिको कपी म गरिदिन्छु, सरलाई बुझाइदिन्छु, सिनियरको त हो, अरू साथीहरूले कपी गरेको छैन, मैले मात्रै कपी गरेको छु, म त कपी गरिदिइहाल्छु नि भन्नुहुन्छ भने चाहिँ जस्तै 7 नम्बरमा चाहिँ वेन डिड यु मेड दिस रिपोर्ट, यो रिपोर्ट कहिले बनाएको, अब एक्ज्याक्ट डेट टाइम त थाहा नभए पनि यति दिन अगाडि बनाएको, यो दिन अगाडि बनाएको त थाहा हुन्छ नि त। अब तपाईँले सिनियरको रिपोर्ट कपी गर्नुभएको छ भने त त्यो त 1 इयर अगाडिकै भइहाल्यो होइन। यो चाहिँ किन सोधेको भन्दाखेरि चाहिँ तपाईँले यहाँनिर चाहिँ त्यो एसक्युएलमा गरेको कुराहरूलाई चाहिँ स्क्रिनसट गरेर राख्नुपर्छ नि त रिपोर्टमा। हो त्यो स्क्रिनसट गरेर राखेको कुराहरू चाहिँ यहाँनिर चाहिँ जस्तै अब यो चाहिँ मैले बनाएको रिपोर्ट हो होइन, होटल म्यानेजमेन्ट सिस्टम। यहाँ तल चाहिँ यसको चाहिँ यहाँनिर चाहिँ एक्जिक्युसन डेट भनेर यहाँनिर चाहिँ डेट मतलब राखेको हुन्छ क्या यहाँनिर हुन्छ। जस्तै कम्प्लिसन टाइम चाहिँ 2024 5/12 अनि त्यस पछाडि चाहिँ यहाँ टाइम पनि देखिन्छ होइन 6/8/54। अब कसैले त याद नै गरेको हुँदैन नि त अब यो टाइम चाहिँ अगाडिको छ त्यस्तो छ भनेर हो। त्यही भएर चाहिँ डेट पनि अब अहिले अब आफूले गरेको त आफूलाई डेट थाहा भइहाल्छ होइन, जस कपी चाहिँ नगर्नु भन्नु खोजेको यसको मतलब चाहिँ। अनि त्यस पछाडि चाहिँ अब ग्रुपमा बनाएको रिपोर्ट छ भने चाहिँ तपाईँको कन्ट्रिब्युसन के हो त भनेर सोध्न सक्नुहुन्छ। जस्तै अब कुनै पनि ग्रुपमा चाहिँ जस्तै 4जना मेम्बर छ भने एकजनाले मात्रै गएर अरू 3जनाले चाहिँ केही नगरेको पनि त हुनसक्छ नि त होइन। त्यस्तो केसमा चाहिँ अब यदि इनकेस गरेको छैन नै भने पनि 2-3 दिन अगाडि चाहिँ म यो पार्ट भन्छु, अब यो पार्ट आफूले जुन पार्ट मैले गरेको भनेर त्यहाँनिर भनिन्छ होइन, त्यो पार्टको चाहिँ अगाडि नै रिपोर्ट नै पढेर भए पनि यो पार्टमा चाहिँ यस्तो हुन्छ। जस्तै अब कसैले चाहिँ डेटा कलेक्ट गर्यो भन्ला, अनि कसैले चाहिँ मैले यो रिलेसनसिपको पार्ट गरेँ भन्ला, अनि कसैले चाहिँ मैले त्यो डेटालाई चाहिँ एसक्युएल चाहिँ एक्जिक्युसन गरेँ सफ्टवेयरमा भन्ला होइन। के कुरा गर्ने त होइन, प्रिलिमिनरी पार्ट गऱ्यो कि अगाडि इन्ट्रोडक्सनहरू, टेबल अफ कन्टेन्टहरू होइन, अथवा त्यो जुन पुरै रिपोर्टको चाहिँ अब टियुको गाइडलाइन अनुसारले चाहिँ त्यो कुराहरूलाई लेख्यो कि होइन। जस्तै फन्ट साइज यति राख्ने उति राख्ने, अनि त्यस पछाडि फन्ट यो राख्ने हो, त्यस्तो कुराहरू त्यो पनि भन्दा हुन्छ। अनि त्यस पछाडि अर्को क्वेसन चाहिँ वाइ डिड यु चुज दिस टपिक। अब जस्तै अब स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम नै, होटल म्यानेजमेन्ट सिस्टम नै, अथवा तपाईँहरूले कुन टपिक चाहिँ चुज गर्नुभएको छ, यो नै चाहिँ किन चुज गर्नु भनेर सोध्न सक्नुहुन्छ। अब कसैको कुनै कलेजमा चाहिँ के हुन्छ भने टिचरले नै आफै ग्रुप बनाएर अथवा इन्डिभिजुअली यो स्टुडेन्टले यो टपिकमा बनाउने, यो स्टुडेन्टले यो टपिकमा बनाउने त्यो पनि हुनसक्छ। त्यतिखेर पनि अब हामीलाई सरले ग्रुप डिस्ट्रिब्युसन गरेर यो टपिक छुट्याइदिनु भएको थियो भन्दा पनि भइहाल्छ। अनि अब अर्को भनेको चाहिँ अब हामीहरूले एज अ म्यानेजमेन्ट होइन, बिबिए त म्यानेजमेन्ट सेक्टर हो नि त। अनि यसमा चाहिँ डेटाबेसको इम्पोर्टेन्ट के छ त हो, यो क्वेसन पनि सोध्न सक्नुहुन्छ। अनि मेनली सोध्ने भनेको चाहिँ यिनै 10वटा क्वेसन हो। अनि योभन्दा बाँकी रहेको कुराहरू चाहिँ जस्तै अब तपाईँहरूले त्यो बुकमा पढेको कुराहरू होइन हो, त्यस्तो कुराहरू चाहिँ सोध्न सक्नुहुन्छ। जस्तै अब एसिड प्रोपर्टिज पनि बुकै कुराहरू भयो होइन। अनि त्यसमा डिफ्रेन्ट टाइप्स अफ लकहरू छ, लकिङ प्रोटोकलहरू छ, अनि त्यस पछाडि इररहरू छ, अनि कन्स्ट्यान्ट भनेको के हो, टाइप्स अफ कन्स्ट्यान्ट हो, त्यस्तो कुराहरू, टाइप्स अफ की हो, त्यस्तो कुराहरू चाहिँ सोध्न सक्नुहुन्छ। अनि मेनली भनेको चाहिँ त्यही रिपोर्टभित्रबाटै सोध्नुहुन्छ। अनि एक्स्ट्रा अब थ्योरी कुराहरू त्यो पनि सोध्न सक्नुहुन्छ। अनि अब भाइभा भइसके पछाडि अथवा भाइभा भए पछाडि अथवा भाइभा हुनुभन्दा अगाडि अथवा भाइभा भइसके पछाडि धेरै जस्तो सबैको पछाडि नै हुन्छ। यस पछाडि चाहिँ हामीहरूले चाहिँ कम्प्युटरमा चाहिँ ल्याब प्र्याक्टिकल गर्नुपर्छ होइन। अब यो प्र्याक्टिकलमा चाहिँ के गर्ने भनेर थाहा पाउनको लागि चाहिँ सुरुमा चाहिँ अब हामीहरूले चाहिँ एसक्युएल त चलाएको हुन्छौँ नि त। अब एसक्युएल चलाउँदाखेरि चाहिँ एसक्युएल म्यानेजमेन्ट स्टुडियो, एमएस एसक्युएल अथवा अरू जुनै सफ्टवेयरमा भए पनि कुनमा कलेजमा सरले सिकाउनु भएको हुन्छ नि, त्यसको बारेमा चाहिँ बेसिक नलेज चाहिँ थाहा हुनुपर्छ होइन। यो थाहा नभए चाहिँ हुँदैन। अब यहाँनिर हेर्न सक्नुहुन्छ जस्तै अब यो माइक्रोसफ्ट एसक्युएल सर्भर म्यानेजमेन्ट स्टुडेन्टमा यो चलाएको छ भने अब यसलाई कसरी युज गर्ने त होइन, कहिले युज गरेको छैन भनेर सुरुमा खोल्दाखेरि यस्तो आउँछ। अब यहाँनिर हामीले कनेक्ट गर्ने होइन। अब यो गरे पछाडि अब सुरुमा कहाँ जानु पऱ्यो त, न्यू क्वेरीमा जानु पऱ्यो। अनि अब यसमा चाहिँ सरहरूले अब आइदर सबलाई क्वेसन डिस्ट्रिब्युसन गर्नुहुन्छ होइन, सेम पनि हुन्छ, डिफ्रेन्ट पनि हुन्छ। तर अब एउटाको अर्कोले हेरेर चिटिङ गर्ने त कुरा हुँदैन, सरहरू पनि त्यही हुनुहुन्छ होइन। अब यसमा चाहिँ के गर्ने भने अब सुरुमा हामीलाई स्टेपहरू थाहा हुनु पर्यो। सुरुमा अब हामीले डाटाबेस त्यहाँनिर दिइरहेको हुन्छ क्या, क्वेसनले चाहिँ भन्छ अब सुरुमा त डेटाबेस बनाउनु पऱ्यो नि त, अनि क्रिएट डेटाबेस। अब यस्तै
त्यहाँ जे भनेको हुन्छ त्यही गर्ने। अब यहाँनिर त्यो डेटाबेस, अब कलेज यस्तो कुराहरू बनाउने। अनि अब यो गरेको कुराहरूलाई चाहिँ अब सरहरूले सेभ गरिराख्नु त भन्नु पर्दैन नि त होइन। आफै गएर अब धेरै जस्तो डेस्कटपमा नै सेभ गरिदिने, सेभ एजमा गएर यहाँनिर आफ्नो नेम र इक्जाम रोल नम्बर ब्राकेटमा लेखेर अनि यहाँनिर चाहिँ डेस्कटपमा सेभ गरिहाल्ने। अनि अब कुनै कुनै कलेजमा चाहिँ अब त्यो के अरे लाइनको प्रब्लम हुन्छ नि त। अनि अलरेडी नै अब कन्ट्रोल एस चाहिँ गरि नै राख्ने। केही कुराले गर्दाखेरि कम्प्युटर सटडाउन केही भइहाल्यो भने अब सर मेरो त कम्प्युटर आफै सटडाउन भयो, यस्तो गरेर मलाई फेरि टाइम दिनु त्यो भन्न त अलिकति गाह्रो हुन्छ नि त। त्यही भएर चाहिँ केही कुरा गरिसके पछाडि चाहिँ कन्ट्रोल एसले चाहिँ सेभ गरिहाल्ने। अनि यो भयो ल्याबभित्रको कुरा। अनि चाहिँ अब ल्याब गर्नको लागि त स्टुडेन्टलाई त कसरी एसक्युएल प्रोग्राम लेख्ने त्यो कुराहरू त जानकारी भइ नै हाल्नुपर्छ। सायद भयो भने म अर्को भिडियोमा चाहिँ एसक्युएल प्रोग्राम स्टार्टिङदेखि नै सफ्टवेयरमा कसरी लेख्ने भनेर त्यो पनि म भिडियो बनाउँछु। थ्याङ्क यू।